हे भगवान, यो उमेरमा को जान्छ यार भन्ने हो भने उमेर नै कति थियो र। यस समयमा जताततै सोशल मिडिया भरि नै प्रशान्त तामाङको दुःखद खबर आइरहेको छ। एउटा करेन्टको झट्का जस्तै, सपना जस्तै सबैलाई स्तब्ध बनाइरहेको खबर छ। प्रशान्त तामाङ जम्मा 43 वर्षका मात्र थिए। हामी प्रशान्त तामाङलाई कसरी चिन्छौँ? इन्डियन आइडलबाट चिन्छौँ। उहाँले इन्डियन आइडल सिजन 3 जित्नु भएको थियो। त्यसपछि सङ्गीतमा निरन्तर सक्रिय रहनुभयो। फिल्महरूमा पनि काम गर्नुभयो। अहिले त सलमान खानसँगै आउने ब्याटल अफ गलवान फिल्ममा पनि देखिनुहुने कुरा थियो। टिभीमा पनि उहाँको उपस्थिति बढ्दै गएको थियो। तर अचानक प्रशान्त तामाङको मृत्यु कसरी भयो? अहिलेसम्म आएका रिपोर्ट अनुसार उहाँले अरुणाचल प्रदेशमा एउटा शो गर्नुभएको थियो। त्यसपछि फर्केर दिल्ली आउनुभएको थियो। उहाँ एकदमै फिट एन्ड फाइन हुनुहुन्थ्यो। कुनै किसिमको समस्या देखिएको थिएन। तर आज बिहान अचानक उहाँलाई कार्डियाक अरेस्ट आयो, मतलब हृदयघात। परिवारले तुरुन्त अस्पताल पुर्यायो, तर डाक्टरहरूले उहाँलाई ब्रेन डेड घोषणा गरे। आजभोलि हामी वरिपरि हेर्ने हो भने यसरी नै जवान उमेरमै मानिसहरू अचानक जाने घटना लगातार देखिन थालेका छन्। पुरै परिवार छोडेर भर्खरैको जवानीमै मान्छेहरू जानु। के भइरहेको छ यो? किन भइरहेको छ? केही बुझ्नै गाह्रो भइरहेको छ। सामान्यतया हार्ट अट्याक आउनु अघि शरीरले सङ्केत दिन्छ। दायाँ भाग भारी हुनु, छाती दुख्नु, स्टिफनेस हुनु, सास फेर्न गाह्रो हुनु, हिँड्न समस्या हुनु। तर प्रशान्त तामाङको केसमा यस्ता कुनै पनि लक्षण थिएनन्। परिवारका अनुसार उहाँ एकदमै एक्टिभ, स्वस्थ, हिड्डुल गर्ने, कुरा गर्ने, सबै ठिकठाक अवस्थामा हुनुहुन्थ्यो। अरुणाचलमा शो गर्दा पनि कुनै समस्या देखिएको थिएन। यदि हामी हाम्रो वरिपरि मात्र हेर्ने हो भने पनि सानो उमेरमै जाने धेरै केसहरू अगाडि आइसकेका छन्। पहिले हार्ट अट्याक भनेको 60 वर्षभन्दा माथिका मानिसमा कोलेस्ट्रोल बढेपछि हुने कुरा मानिन्थ्यो। तर अहिले त जवान मानिसहरू बिना कुनै लक्षण अचानक गइरहेका छन्। प्रशान्त तामाङको शारीरिक बनावट हेर्नुहोस्। उहाँ मोटो पनि होइन, दुब्लो पनि होइन, एकदमै फिट देखिनुहुन्थ्यो। त्यसैले झन अचम्म र पीडादायी लागिरहेको छ। उहाँको करियर फेरि उचाइतिर जाँदै थियो। इन्डियन आइडल पछि नेपाली सिनेमाहरूमा काम गर्नुभयो, थुप्रै गीत पनि गाउनुभयो र सँगै हिन्दी एल्बमहरू पनि ल्याउनुभयो। टिभी र फिल्ममा फेरि देखिन थाल्नुभएको थियो। तर त्यसअघि नै यो सबै भयो। घरमा उहाँकी पत्नी र सानी छोरी हुनुहुन्छ। साँच्चै नै अत्यन्तै पीडादायी खबर हो यो। सबैका लागि ठूलो झट्का, सपना झैँ। हामी भगवानसँग यही प्रार्थना गर्छौँ, प्रशान्त तामाङको आत्मालाई शान्ति मिलोस्, परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्। यस्तो जवान मान्छेसँग भइरहेको घटनाले मन धेरै दुखाइरहेको छ। अब यसलाई के भन्ने? स्ट्रेसको कारण? कुनै इन्जेक्सनको असर? भ्याक्सिनको कारण? यस समयमा कसैले पनि ठोकुवा गरेर भन्न सक्ने अवस्था छैन। डाक्टरहरू पनि स्पष्ट रूपमा केही भन्न सकिरहेका छैनन्। मेडिकल रिपोर्टहरूले पनि केही ठोस कुरा देखाइरहेका छैनन्। के भइरहेको छ? साँच्चै बुझ्न गाह्रो छ। त्यसैले म सबैसँग एउटा मात्र निवेदन गर्न चाहन्छु। कृपया आफ्नो ख्याल राख्नुहोस्, खानपानमा ध्यान दिनुहोस्, शरीरलाई अलिकति भए पनि सक्रिय राख्नुहोस्। बाँकी सबै त भगवानको हातमै छ। तर आफ्नो स्वास्थ्यप्रति सचेत हुनु हाम्रो जिम्मेवारी हो। सानातिना कुरालाई पछि गरौँला भनेर नथन्क्याउनुहोस्। जीवनले दिइरहेका सङ्केतहरू आजभोलि साँच्चै डरलाग्दा छन्। जिन्दगी सानो छ, इन्जोय गर्नुहोस्। कसैसँग नराम्रो नगर्नुहोला। सबैसँग माया बाँड्नुहोस्। आफ्नो र आफ्ना परिवार आफन्तको ख्याल राख्नुहोस्। धन्यवाद। नमस्कार।